धरानमा बसी यो प्रसिद्ध 3वटा मन्दिरमा नआई त नआउने त कुरै भएन है। र नमस्कार, म दीपक दाहाल तपाईको सामुन्ने फेरि एउटा भिडियो लिएर आएको छु र म तपाईहरुलाई देखाउँदैछु आजको हामीले दर्शन गरेको मन्दिरहरूको भिडियो र भिडियोमा बनिराख्नु होला। साथमा मसँग मेरा भाइहरू पनि छन्। मेरो नाम चाहिँ विकास चौधरी र उसको नाम चाहिँ शङ्करलाई त तपाईहरु चिन्नुहुन्छ। मैले यसै नै 2 खेप भइसके शङ्करसँग भिडियो बनाएको र म तपाईहरुलाई यो मन्दिरको विषयमा, यो मन्दिर कसरी प्रसिद्ध भयो र यसको शक्ति के छ, म तपाईहरुलाई सम्पूर्ण यो नदिनेछु र भिडियोमा सबैजना। सर्वप्रथम त हामीले दन्तकाली मन्दिरको दर्शन गर्यौं। दन्तकाली मन्दिर कसरी प्रसिद्ध भयो भन्नुहुन्छ भने महादेवकी पत्नी सती देवीले आफ्नो पिताको यज्ञ, दक्ष प्रजापतिको यज्ञमा हाम फालेपछि महादेवले सती देवीलाई काँधामा बोकेर विश्व भ्रमण गर्नुभएको थियो र परिक्रमा गर्दाखेरि त्यो शक्ति त्यो उहाँको एउटा अङ्ग पतङ्ग भएर गयो र त्यो पतङ्ग हुँदै जाँदा यहाँ नेपालको यो ठाउँमा उहाँको दाँत झरेको रहेछ र त्यो यहाँ शक्तिपीठ भएर यहाँ भगवान मन्दिरको स्थापना। कालीको मन्दिर दर्शन गरेपछि हामी गयौँ बुढा सुब्बा चाहिँ प्राचीन कालमा किरात रूप लिएर आउनुभएको 2 जना दाजुबहिनीले शिकार गर्दै जाँदाखेरि यो बाँसको टुप्पामा एउटा काग बसेको रहेछ। त्यो कागलाई शिकार गर्नको लागि उहाँले धनुकाँडले बाण गर्दाखेरि त्यो बाँसको टुप्पो नै भाँचिएको रहेछ र त्यो बाँसको टुप्पो यहाँ कहिले पनि पलाएन अरे। र यहाँ तपाईहरु देख्दै हुनुहुन्छ यो बाँसको टुप्पो नै छैन, प्राय नै बाँसमा टुप्पै छैनन् र यो एउटा शक्ति भएर यहाँ स्थापित भएको रहेछ र त्यो जग्गामा कुनै दिन पनि कुनै काग पनि आएन अरे र भन्ने मान्यता रहेछ। र यहाँ विभिन्न ठाउँबाट र देश विदेश जस्तो कि इन्डियाबाट, दार्जिलिङ, सिक्किम, हाम्रो असम, नेपालबाट, चारै दिशाबाट मान्छे भक्तहरू आउनुहुँदो रहेछ र यहाँ दर्शन गर्नुहुँदो रहेछ। यहाँ चाहिँ यसरी ध्वजा टाँगेर यसरी मनोकामना पूर्ण होस् भनेर यसरी ध्वजाहरू टाङ्नुहुँदो रहेछ र साह्रै राम्रो लाग्यो, देखेर खुसी लाग्यो। आज दर्शन गर्न पाइयो। त्यसै गरेर दर्शन गर्दै गयौँ हामी पञ्चकन्या मन्दिर चाहिँ 5वटा कन्याले बनिएको रहेछ र यहाँ माता पाथिभराको मन्दिर पनि रहेछ र पञ्चकन्या चाहिँ को हुनुहुन्छ म तपाईहरुलाई देखाउँदैछु। पञ्चकन्या चाहिँ यहाँको सौन्दर्यता हेर्नु, कति राम्रो ढकमक हरियाली फलेको भएको छ र साह्रै राम्रो छ र म तपाईहरुलाई देखाउँदैछु पञ्चकन्या मन्दिर। र यहाँ चाहिँ हेर्नु होला, यो चाहिँ माता पाथिभराको मन्दिर रहेछ। त्यसपछि हामीहरू यहाँ नाम दिएको छ 5वटा कन्याको र यो चाहिँ अहल्या गौतम ऋषिको पत्नी द्रौपदी भए हाम्रो 5 पाण्डवको पत्नी। र त्यसपछि यहाँ हेर्नु होला को कन्या हुनुहुँदो रहेछ र यो तारा भइन् हाम्रो बालीकी पत्नी र कुन्ती हाम्रो 5 पाण्डवकी आमा हैन र मन्दोदरी रावणकी पत्नी। यी 5वटा कन्याले प्रसिद्ध भएर यो मन्दिर बनिएको रहेछ र हजुरहरूलाई मैले यसरी भिडियो मार्फत मन्दिरको दर्शन गरेको देखाएँ र हजुरहरूले भिडियो हेरेर कस्तो लाग्यो, मेरो भिडियोलाई लाइक, कमेन्ट, शेयर गरिदिनुहुन्छ भन्ने आशा राखेको छु। साथैमा मेरो युट्युब च्यानल दीपक दाहाल ब्लग छ, त्यसमा पनि तपाईहरुले गएर भिडियो हेर्न सक्नुहुन्छ र भिडियो कस्तो लाग्यो शेयर गरिदिनुहुन्छ भन्ने आशा राखेको छु। साथैमा सब्स्क्राइब पनि गरिदिनु होला।